ख्रीष्ट येशूको नाममा जय मसीह। म तपाईँकै साथी नाथानियल फेरि पनि छोटो वचनको साथमा आइसकेको छु। हितोपदेश 11:13ले भन्छ कि कुरौटे मानिसहरूले चाहिँ के गर्छ त, गोप्य कुरा पनि फुकाउँछ र विश्वासयोग्य कुरा भत्काइदिन्छ पनि भन्छ। आज यस्ता गल्तीहरू छन् हाम्रो जीवनमा जुन गल्तीले हामीलाई नरक त लाँदैन मण्डली, तर धेरै आशिषका बाटोहरू चाहिँ रोकिदिन्छ। त्यसैले गर्दा आज धेरै जसो मण्डलीमा र हामी विश्वासीहरूमा एउटा प्रचलित बिमारी छ जसको विषयमा म तपाईँलाई सिकाउँछु। यदि त्यो बिमारी तपाईँसँग छ भने तपाईँले र मैले छोड्नै पर्छ है। चुकुली गर्ने, अरूको नग्नता अरूको अगाडि गएर खोल्ने, कुरौटे बानी, अरूको कुरा नगरेसम्म चित्तै नबुझ्ने बानी हुन्छ नि आजभोलि धेरै हामीमा। यो बानी सही छैन मेरो मण्डली। परमेश्वरलाई यो बानी मन पर्दैन। बाइबलले भन्छ यदि तिमीहरूले एकअर्काका असङ्ख्य पापहरू ढाक्यौ भने यसैबाट चाहिँ तिमीहरूको प्रेम देखिन्छ भन्छ बाइबलले। त्यसैले गर्दा एउटा बाइबलको वचन पढ्दै गर्दाखेरि मैले पाएको आशिष छ, जुन आशिष तपाईँहरूलाई बाँड्न चाहन्छु। उत्पत्ति 9 अध्यायमा हामी हेऱ्यौँ भनेपछि 18 पदमा नोआ र तिनका छोराहरू भन्ने शीर्षक छ। त्यहाँ चाहिँ के छ भनेपछि बाइबलले भन्छ नोआ चाहिँ के गरे, त्यो समयमा जल प्रयोपछि दाखबारी लगाए। दाखबारी लगाइसकेपछि उनले दागको रसबाट धेरै रसहरू पिएर अनि उनी मात्तिए भन्छ बाइबलले। उनलाई धेरै लाग्यो अनि उनी चाहिँ नग्न अवस्थामा, पुरै कपडाविहीन नै अवस्थामा के भयो, उनी चाहिँ भित्र पल्टिएका थिए। अनि नग्न अवस्थामा बुवा पल्टेको देखेर चाहिँ कान्छो छोराले गएर हेर्छन्। अनि हेरिसकेपछि गएर आफ्नो 2टा दाजुहरूलाई गएर भनिदिन्छन्, बुवा रक्सी खाएर नग्न अवस्थामा पल्टिनु भएको छ भनेर। अनि ती 2जना दाजुहरूले के गर्छन्, वस्त्र लैदिन्छन् र बुवाको नाङ्गो शरीरलाई नहेरेर ढाकिदिन्छन् तिनीहरूले। अनि त्यसपछि जब नोआ उठ्छन् र नोआलाई यी कुराहरू थाहा हुन्छ, त्यसपछि तपाईँलाई थाहा छ नोआले 2वटा छोरा जसले नग्नता ढाकिदिएका थिए तिनीहरूलाई आशिष दिन्छन्, उन्नतिको आशिष दिन्छन्। तर जसले चाहिँ के गरेका थिए, त्यो नग्नता देखाइदिएका थिए, तिनलाई चाहिँ दासको रूपमा भनिन्छ। उनलाई चाहिँ श्राप दिन्छन् तिनले, त कहिले उन्नतिमा हुँदैनस् भनेर। यो वचन पढ्दै गर्दाखेरि मलाई महसुस भएको कुरा र पवित्र आत्माले मलाई सिकाउनु भएको कुरा के छ भने, जब तपाईँ र म अरूको नग्नता खोल्छौँ मानिसहरूको अगाडि, उसले तपाईँको अगाडि तपाईँले कसैको पाप गरेको देख्नुभयो, उसको निम्ति प्रार्थना गर्नुहोस् है। सक्नुहुन्छ भने उसलाई सम्झाउनुहोस्, तर उसको नग्नता लगाएर फेरि तेस्रो व्यक्तिलाई गएर भन्ने होइन। जब तपाईँले यस्तो गर्नुहुन्छ यो कुरा परमेश्वरलाई मन पर्दैन। किनभने यदि तिमीहरूले कसैलाई क्षमा गर्यौ र कसैका पाप ढाक्यौ भने तिम्रो पाप पनि ढाकिन्छ। त्यही भएर बाइबलले एउटा कुरा के भन्छ भने, तिमी जस्तो अरूले तिम्रो निम्ति गर भनेर चाहन्छौ त्यस्तै तिमीहरूले अरूको निम्ति गर भन्छ। हाम्रो लाजहरू कसैले पोख्दै गर्दा हामीलाई मन पर्दैन भने अरूको लाज पनि हामीले अरूको अगाडि पोख्दै गर्दा अरूलाई पनि मन पर्दैन र परमेश्वरलाई पनि मन पर्दैन। त्यही भएर यो चुगली लगाउने बानी, कुरौटे बानी, यो बानी आजभोलि धेरै क्रिस्चियनहरूको जीवनमा पाइन्छ र धेरै आशिष रोकिनुको कारण यो छ। त्यसैले गर्दा यदि यो बानी तपाईँसँग छ भने आजदेखि यो बानीलाई छोडिदिनुहोस्। किनभने तपाईँ र हामी अरूको नग्नता ढाक्नको लागि बनाइएका हौँ, अरूको नग्नता मानिसहरूको बिचमा भन्नलाई होइन। प्रभु यीशु ख्रीष्टलाई थाहा हुँदा पनि प्रभु यीशु ख्रीष्ट धेरै ठाउँमा चुप लाग्नुहुन्थ्यो। किन चुप लाग्नुहुन्थ्यो भने, किनभनेपछि प्रभुलाई थाहा थियो नग्नता अरूको अगाडि पोखाउनु हुँदैन भन्ने कुरा, र त्यही प्रभु यीशु ख्रीष्ट बोक्ने उहाँका छोराछोरी हामी हो। त्यसैले गर्दा आजको दिनदेखि कसैको पाप तपाईँले देख्नुभयो भने त्यो व्यक्तिलाई सम्झाउनुहोस् र उसको निम्ति प्रार्थना गर्नुहोस्। तर त्यो गल्ती लगेर यसले यो गरेको थियो अस्ति, फेरि अर्कोलाई गएर त्यसले यो गरेको मैले देखेँ, खुब आत्मिकी खुट्टिन्छ, भित्रभित्र यस्तो गर्दो रहेछ, यस्तो रहेछ, अरूको अगाडि भन्नुभयो भनेपछि तपाईँको जीवनमा आशिष आन्न। अवश्य यो बानी तपाईँ र मेरो जीवनमा छ भने तपाईँ शैतानको हातमा अझै हुनुहुन्छ। अझै पनि तपाईँलाई शैतानले बारम्बार हमला गरेको हो। शैतानले तपाईँलाई गर्न पठाएको यो कुराहरू, किनभने उसलाई थाहा छ यदि यी कुराहरू तपाईँमा भयो भनेपछि परमेश्वरबाट धेरै आशिषहरू रोकिन्छन् भनेर। त्यसैले गर्दा म तपाईँलाई अनुरोध गर्छु, उत्पत्ति 9 अध्याय 18देखि 28सम्म तपाईँहरू पढ्नु होला, 29सम्म यहाँ यसको विषयमा लेखिएको छ। र मलाई आशा छ जुन वचन आज मैले बोलेको छु छोटो भए तापनि तपाईँहरू आजको दिनदेखि यो बिमारीलाई आफ्नो जीवनबाट हटाउनु हुनेछ र असल र प्रभुलाई गर्न योग्य प्रभुका छोराछोरी बन्नुहुनेछ। आमेन।
हुन्छ, यो वचन धेरैलाई सेयर गरिदिनुहोस् ताकि सबैले यो वचनबाट सिक्नु भएको होस् र जान्नु भएको होस्। र मलाई फलो गर्नुहोस्, लाइक गर्नुहोस् र तपाईँलाई मन परेको कुरा कमेन्ट गर्नुहोस्। सबैलाई फेरि पनि जय मसी। तपाईँकै साथी नाथानियल तपाईँहरूको बिचमा।